Hello and hi guys, welcome back to my channel. म चाहिँ आज छुट्टै भिडियो लिएर आउँदै छु अनि आज चाहिँ म मेरो दिदीहरुलाई चाहिँ मेकअप गर्दिन जाँदै छु अनि अहिले चाहिँ म इनड्राइभ कुर्दै छु अनि अब म दिदीहरुकोमा जान्छु अनि मेकअप गर्दिन्छु म चाहिँ यस्तो हतार भथे हैन त्यही भएर मैले चाहिँ आफुलाई चाहिँ केही मेकअप पनि गरेछन केही नि गरेछन एकदम ढिलो भयो नि त 11 बजे जाने भन्थे दिदीहरु चाहिँ रेडी भएर अनि त्यही भएर चाहिँ अब मेरो जहिले पनि सेम भ्लग हुन्छ नि म त्यही भएर के म चाहिँ अहिले दिदीकोमा पुगे अनि त्यसपछि रेडी हुँदैछु दिदीहरु चाहिँ अनि म चाहिँ खाजा खान्छु मलाई दिदीले कफी बनाइदिनु भछ अनि अन्डा दिनु भछ म चाहिँ अनि यो खाएर अनि त्यसपछि चाहिँ अनि मेकअप गर्न स्टार्ट गर्ने Oh my god! Wow! मैले सामानहरु सबै रेडी पारेर राखेको छु सी इज माई सिस्टर अन्जना मैले चाहिँ सुरुमा चाहिँ मैले उसको मेकअप गरिदिएको थियो अनि उसको फेसमा पनि अलिअलि पिगमेन्टेसन भएर चाहिँ मैले यो कलर करेक्टर लगाएर चाहिँ बाँकी मेकअप गरिदिएको थियो है सी इज माई अनदर सिस्टर सम्झना अनि उसको मेकअप पनि मैले त्यसरी नै कलर करेक्टर युज गरेर बाँकी मेकअप गरेको थियो र फाइनल लुक हेर्न चाहिँ हजुरहरूले पछाडिसम्म भिडियो हेर्नुपर्छ मलाई चाहिँ मेरो दिदीबहिनीहरूले चाहिँ धेरै ओभर टाइपको नगर्दिनु सिम्पल टाइपकै मेकअप गरिदिनु भनेर मैले चाहिँ त्यही अनुसारको मेकअप गरिदिएको थियो एन्ड सी इज माई एनदर सिस्टर हेमाता दिदी अनि हेमाता दिदीको मेकअप पनि मैले यसरी नै सुरु गरेर चाहिँ सकाएको थियो र फाइनल लुक हेर्नको लागि चाहिँ हजुरहरूले लास्टसम्म भिडियो हेर्नुपर्छ एन्ड द लास्ट वान इज माई सिस्टर सुनिता दिदी अनि सुनिता दिदीले चाहिँ सुरुमै मेकअप गर्ने भनेर भन्नुभएको थियो तर सुनिता दिदीको चाहिँ काम परेर अनि उहाँ चाहिँ फेरि लास्टमा पर्नुभयो के अनि यसरी नै मैले दिदीको पनि मेकअप गरेर सकाएको थियो अनि अन्जना सिस्टर अनि त्यसपछि उतापट्टिको चाहिँ हेमाता दिदी भइहाल्यो अनि सुनिता दिदी अनि त्यसपछि बहिनी सम्झना बहिनी अनि उहाँहरूको फाइनल लुक चाहिँ यस्तो रहेको छ हैन अनि मैले अर्को पनि गरेछु तर हेरौँ है त मेकअप र हेयर सकेपछि चाहिँ मलाई यस्तो भोक लागेको थियो अनि दिदीले मलाई धेरै खाना बनाउनु भएको थियो खानामा चाहिँ मासु थियो भात अनि त्यसपछि मुलाको अचार थियो अनि त्यो खाएर चाहिँ अनि म बाहिर सबै सामान प्याक गरेर बाहिर निस्केको थिएँ बाबालाई चाहिँ अनि अलिकति सन्चो नभएर बाबालाई चाहिँ यता मणिपाल हस्पिटलमा ल्याउनु भयो रहेछ अनि दिदीहरूको चाहिँ यहाँ बाहिर टिकटक सुरु हुँदै थियो भने चाहिँ म चाहिँ इनड्राइभ कुरेर बसिरहेको थिएँ म चाहिँ अब मणिपाल हस्पिटल जान लाग्छु त्यहाँ चाहिँ बाबा हुनुहुन्छ अरे म चाहिँ अहिले धिकाली थरमा छु दिदीहरुकोमा दिदीहरु त्यहाँ टिकटक बनाउँदै हुनुहुन्छ अनि म चाहिँ अब बाबाको भैयामा जान्छु मणिपाल हस्पिटल अनि त्यसपछि बल्ल घर जान्छु हस्पिटल गएर पनि भयो भने देखाउँछु नि ल है अनि मेरो इनड्राइभ पनि आयो अनि त्यसपछि म चाहिँ अनि इनड्राइभमा मणिपाल जाँदै गर्दाखेरि हो यो अनि म चाहिँ खासै इनड्राइभ गर्दिनँ कि म धेरै जस्तो चाहिँ बस नै चढ्छु है अनि मलाई कस्तो अड पनि लागिरहेको थियो नि त तर मलाई एकदम हतार भएको थियो नि त अनि त्यही भएर चाहिँ म हतार भएर त्यही भएर म इनड्राइभमा गएको थिएँ अनि यो जाँदै गर्दाखेरि मैले भिडियो पनि लिएको हो नि त म चाहिँ अहिले हस्पिटल पुगेँ है अनि त्यसपछि इनड्राइभमा आएको हो अनि हस्पिटल पुग्यो अब चाहिँ म
बाबालाई भेट्न जाँदैछु मलाई त यस्तो भ्लग बनाउनु मन लाग्दैन कि लाज लाग्छ यार मोबाइल तर्साउँदै हिँड्न त त्यही भएर मलाई म भ्लग बनाउँदिनँ भनेर भनेको तर यो त मेरो चाहिँ आज उस थियो नि त त्यही भएर अब म हस्पिटल आएँ थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइस यदि तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला बाई बाई टेक केयर ल म आएँ